भन न म त यतैतिर म पनि यहाँ तलतिर हो शीतलपुर तिम्रो नाम हाँस्दैन एकपल्ट मुसुक्क सब हला भनेको धेरैजनामा यहाँ आऊ न फेरि अब यहाँ चाहिँ बेसमारी हल्लिन्छ ल यहाँ चाहिँ बेसमारी हल्लिन्छ है नि त ल हाय हाय रे यो चाहिँ बजारको भ्यू है ल यो चाहिँ ओखलढुङ्गा बजार माथि रमाइलो डाँडा यता माथि बिकुटार यो चाहिँ ओखलढुङ्गा बजार हो यो तल सरर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 रrr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 r
याहो माथि रमाइलो डाँडा यता बजार लु है को रहेछ भनेको आज चाहिँ सबै स्थानीय मात्रै आउनुभयो आउँदिन थियो त्यो केटो पारी पुगिसक्यो ए म यहाँ कता जाम भइरहेको थियो दिनभरि आज लडिँदैन है आज फेरि मौसमले पनि कस्तो साथ दिएको नि त राकेश जाने के जाने यतिखेर ल फोटो खिच्नु नगर ए लुक्यो ए लुक्यो आज त मान्छे त कति हो कति अरे बारिस पनि छ आज त मान्छे त कति हो कति आज त आमा तपाईँहरू पनि आउनु भएको म पनि आएको भिडियो खिच्न ओ मेरो खुन्ते काका लु नाच्नु त मारी बेसुना नाच्नु ओ वाह वाह
खतरा खतरा हाम्रो काका नाच्नु न अनि भिडियो खिचिरहेको छु अनि मैले के भनेर नाच्नु त गीत छैन गीत गाउनु न सबैभन्दा फाइदा त तपाईँलाई भयो नि होइन होइन सबैभन्दा फाइदा तपाईँलाई भयो नि त पर घुमिरहनु परेन घर जानलाई अब के भनेर कि घर जानु आउनु कति सजिलो है अब त्यति नै घर आउनु जानु कति सजिलो अब ऊ भएको छैन के भएको छैन अनि ऊ भ्याट पास भएको छैन नि त पास भएको छैन? हुन्छ अनि यो भिडियोमा चाहिँ कल गर्नु अब शुभकामना भन्नु यो पुलमा तरेकोमा कतिचोटि भयो यो सहित अहिले दुईचोटि मात्रै मात्रै दुईचोटि ए आउनु जाने मात्रै हो आउने जाने मात्रै हो अनि 10 गते त फेरि पास छ नि हो र यो 10 गते पास छ ए लै नि त अनि म के भन्नु हो त उहाँ भिडियो खिचेको होला हो नि त नि भिडियो खिच्नु परेन त अनि मेरो मात्रै खिचे हुँदैन सोलु फर्क्यौँ सोल हजुर फर्किनु काका सोलीदेखि आउनु भएको उहाँ कति 10,000 खर्च गरेर आउनु भएको है पुल हेर्नु कति हजार अब यतै फेरि बुनु तिम्रो नाम भन न एकपल्ट नभन्नु के हो भनिदिनु भन्नु न कृतिका राई हो ए क्रिस्टिना राई ए क्रिस्टिना राई ए तिम्रो घर कहाँ हो मिलन चोक भन्नु ए घुम्नु आउनु भएको हो हजुर भन्नु रमाइलो लाग्यो है रमाइलो छ भन्नु ज्ञानी ल कति ज्ञानी बिचमा चाहिँ भेर हालिदिनु रहेछ के अरे हेलो हेलो तिमीहरूको नाम के हो भन न मेरो नाम कुन्दनिका हो कुन्दनिका तिम्रो प्रतिमा के गिरी तिम्रो मेरो प्रमिला गिरी औ ल तेरे कहाँदेखि आउनुभयो भन्नु न एकपल्ट कहाँदेखि आउनुभएको मिलनचोकदेखि ल नजिकैको हुँदो रहेछ है आज चाहिँ प्रायः नजिकको छुट्टी मनाउन धेरैजना आउनुभएको रहेछ यो चाहिँ आन्तरिक पर्यटकको लागि भने जतिकै हुन्छ हिजो र आज लगभग धेरै मान्छे चढिसक्नु भएछ 2 दिनमा चाहिँ छुट्टी सार्वजनिक छुट्टी भएकोले हाय 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 म त उता हर्लामपट्टि लाग्छ त नै बोक्ता पानी पनि पऱ्यो गएर आउनु उतै होइन अल्छी लाग्यो क्या बजार हिँड्नु अल्छी लाग्यो सबैले सोध्छ कहाँ गएर आएको खै भन्छ के अनि लाज लाग्यो दादालाई नि होइन लाज लाग्यो त होइन होइन ठिकै छ लुलु त्यति साह्रो भनेको लाज लागेर चाहिँ होइन के कस्तो
तर मारी अल्छी लाग्यो क्या